किन हो कुन्नी अचल मन भट्की मात्र रहन्छ। श्रीपेज, राजदण्ड र सिंहासन बिनाको अभागी राजा भए। यो झरीमा आज फेरि पुराना घाउहरू बल्झेर दुख्न थालेछ। त्यो श्रापित शुक्रबार सम्झन्छु, द ब्ल्याक फ्राइडे। रगतको आहालमा डुबेका आफन्तहरूको लास सम्झन्छु। दाजु वीरेन्द्रको मृत मुहार सम्झन्छु। बगैँचामा ढलेकी भाउजू ऐश्वर्यको गोलीले छत विच्छेद डेड बडी सम्झन्छु। कोमल नातिलाई भेट्न गइछे। सुटआउटमा उसको कोमल छातीमा गोलीले प्वाल पारेको थियो। अहिले पनि ऊ बेला बेला ऐया आथु गर्छ। त्यही प्वालबाट म छर्लङ्ग देखिरहेको छु। ती मान्छेहरू मन मस्तिष्कमा यस्ता कहाली लाग्दा यादहरूको बिस्कुन फिजाई म कतिन्जेलमा छु। मेरो देश वस्तुत राजाहरूको कहिल्यै थिएन सायद। यो मुलुक जनताको साझा हुनुपर्छ। म ढलेर यदि राज संस्था ढलेको हो भने मैले बुझ्नुपर्छ यो राज संस्था मकिसकेको थियो र मकिसकेको संस्था ढलेकै राम्रो। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरौँ।